Happy New Year everyone. आज हामी कहाँ जान लाग्छौं आज हामी न्यू इयरमा घुम्न जान लाग्यो और फिर चाहिँ यो चाहिँ मेरो अम्ब्रेला सेट यो चाहिँ मेरो सुट अनि यो चाहिँ मेरो 10 जनको गाउँ Oh my god! को घुम्न जान लाग्यो फोटो भिडियो बनाउन अब यस्तो भाइरल छन् नि त हामी खोलामा पानी सब सुकेको छ अटोमा जाने भनेको तर रक्सी गर्नलाई हामी हिँडेर छौँ जाजरकोट 62 किलोमिटर तर 2 छैन यहाँ फाइनली हाम्रो डेस्टिनेसनमा पुग्यौं ऐ हो फोटो सुट गर्न आएको अलरेडी नै मान्छेहरु आइसिन्दैछ एकछिनमा गर्मी धेरै भए एकछिनमा फोटो सोटो खिचेर हामी भेरीमा जान्छौं आज चाहिँ दिनमा हिँड्ने बानी नभएर आज एकदम गर्मी फिल भइरहा एकछिन चाहिँ हामी यहाँ रेस्ट गरेर पिपलको रुख मुनि शीतल छ कि हावा पनि लागिरहा रेस्ट गरेर पसिना ससिना सुकाएर हामी फोटो सुट गर्न जान्छौं पानी खाएर रेस्ट गर्दैछौं हामी एकछिनमा हामी पुलमा जान्छौं यो चाहिँ हाम्रो चप्पल हिँड्न सजिलो हुन्छ भनेर लगाएको थियौं अब एकछिन हेर्नुस् है यो चाहिँ हाम्रो फाइनल लुक्स हामी दुई जनाको चाहिँ चेन्ज भयो उसको चाहिँ मेरो त सेम हो गाइज अघिको अहिले पनि उले चाहिँ हिल लगाउन सक्दिन कि त्यही भएर म त सिम्पल हो नि त गाइज म यस्तै चल्छ यस्तै चप्पल मन पर्छ कैसा लगा मेरा मजाक हाम्रो फ्यान गाइज कसको ललिपपको हैन ललिपपको फ्यान थ्यांक यू ह्यापी न्यू इयर सबैजनालाई अनि हामीले फोटो भिडियोहरु खिच्न लायौं यिनीहरु दुई जना फोटोहरु सुट गर्दैछन् अनि मेरो चाहिँ एकछिनमा आउँछ पाली वैशाख 1 गते चाहिँ बिहे रहेछ बिहेको गाडीहरु चारवटा बिहेको गाडीहरु आछ गाइस यो भिडियो चाहिँ
छु गाइज पैसा ही पैसा होगा। गाइज हामीहरू चाहिँ घर जान लाग्यौँ भेरीमा जाने भनेको थियौँ भेरीमा पानी लास्टै धमिलो रहेछ त्यही भएर गएनौँ अब नेक्स्ट टाइम हामी भेरीमा गएको भ्लग बनाउने छौँ त्यति बेला चाहिँ हजुरलाई देखाउने छौँ हामी लास्टमा गाइज प्लिज पूर्णिमाको च्यानललाई सब्सक्राइब गरिदिनु होला छिटो छिटो 1K पुऱ्याइदिनु गाइज अनि हामी सेलिब्रेसन गर्नेछौँ एउटा केक काटेर गाइज आज म कति राम्री भएको छु आज चाहिँ हाम्रो कुपिने त जाने प्लान थियो हाम्रो सबैजना गइसक्यो तर हामी गएनौँ म अस्ति भर्खर गएको थिएँ त्यही भएर गाइज ए बुढा सुन के भन्दै थिएँ म अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। याद आयो हिजो सुत्दाखेरि 2081 थियो आज बिहान उठ्दाखेरि 2082 भएछ मालूम है तेरे बाप को मत सिखा चल गाइज हेर्नु यो बचपन अझै गएको छैन 25 वर्ष भइसक्यो अझै बचपन गएको छैन यसको होइन गाइज म भर्खर कति वर्ष 18 और अभी तो रुको क्लाइमैक्स अभी बाकी है स्वीट 16 भएगा हेलो गाइज अहिले चाहिँ हामी सुतेर उठेको अघि चाहिँ आउने बित्तिकै अलिक टायर्ड जस्तो अलिक गर्मी भएको थियो अनि भिडियो गराउने नै भुलेछौँ हामीले इन्ड गर्न नै त्यही भएर अहिले फेरि आएको अनि हामी आउने बित्तिकै रेस्ट गऱ्यौँ खाजा खायौँ अनि त्यसपछि खाना बनाएर खाएर अनि अहिले चाहिँ हामी के अरे एकछिन सुतेर उठ्यौँ अनि अहिले चाहिँ हामी भिडियो इन्ड गर्न लागेको गाइज हाम्रो भिडियो सबैजना लास्टसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यो चाहिँ हाम्रो फर्स्ट भिडियो थियो त्यही भएर अब धेरै कमी कमजोरीहरू होला त्यही पनि हेरिदिनु होला माया गरिदिनु होला बाई बाई थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट भिडियो बाई